नमस्कार, सबैजनालाई हाम्रो यस युट्युब च्यानलमा स्वागत छ। कृपया हाम्रो यस च्यानललाई शेयर र सब्स्क्राइब गरिदिनुहोला। तपाईहरूको लागि आजको पहिलो प्रश्न रहेको छ, सरकारले हप्ताको 2 दिन सार्वजनिक बिदा दिने निर्णय कहिले गरेको हो? अप्सन ए मा रहेको छ विक्रम सम्वत 2082 चैत 18 गते, अप्सन बी मा रहेको छ विक्रम सम्वत 2082 चैत 13 गते, अप्सन सी मा रहेको छ विक्रम सम्वत 2082 चैत 22 गते, अप्सन डी मा रहेको छ विक्रम सम्वत 2082 चैत 20 गते। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो अप्सन सी विक्रम सम्वत 2082 चैत 22 गते। आजको दोस्रो प्रश्न रहेको छ, नेपालमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स एआई केन्द्रको स्थापना कहिले भएको हो? अप्सन ए मा रहेको छ विक्रम सम्वत 2082 असोज 20 गते, अप्सन बी मा रहेको छ विक्रम सम्वत 2082 कार्तिक 24 गते, अप्सन सी मा रहेको छ विक्रम सम्वत 2082 माघ 12 गते, अप्सन डी मा रहेको छ विक्रम सम्वत 2082 फागुन 18 गते। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो अप्सन बी विक्रम सम्वत 2082 कार्तिक 24 गते। आजको अन्तिम प्रश्न रहेको छ, 98औं ओस्कार अवार्ड 2026 का लागि नेपालबाट चयन भएको चलचित्र कुन हो? अप्सन ए मा रहेको छ साम्बाला, अप्सन बी मा रहेको छ हल्कारा, अप्सन सी मा रहेको छ महापुरुष, अप्सन डी मा रहेको छ एन्जिला। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो अप्सन डी एन्जिला। भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुभएकोमा धन्यवाद। यस्तै खालका अन्य सामग्रीहरूको लागि हाम्रो यस च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।